न त पला गिरिदह आसपासमा सुनकुरा त्यहाँ रेड पाण्डा कस्तो गरी नहेर्न पुरा फोन सिरियसली भनिरहेको छु। रेड पाण्डा छ, रेड पाण्डा अहिले महँगोमा बिक्री भइरहेछ। रेड पाण्डा मान्न आएछ कि बुदल मान्न आएछ कि त्यो चाहिँ सुकुटी आफै हेरिन्छ, चपाउनु मात्रै बाँकी रहन्छ हुच्याछु मैले। हैन क्या के हो बाउ, के पखाला लागेको छ कि क्या हो? पर टोइलेट भन्नु छ यार। यता सुन, अब बुढी बोलाउनु पर्यो, रोटा त लिनु पर्यो नि त कम्तीमा। ए बुढी अन्य अक्काई बुढी है बुन्देउली बवाल होला नि गोदन होला नि मलाई। ए न्याउली ल काहीँ पनि छैन, यो कहाँ गयो आज? मुना पर्छ सरा घर गइन् कि टिकेर चौला आयो घर गयो। ए न्याउली नुन खाया कुकुरा चाहिँ हँडाइ गरेछ, हिलो खाएछ, ठुलो गरी तयारी त्यत्रो बोलाइरहेको छु, स्वर हुकिरहेछ अनि कहाँ मुन्टिएछ त? तिमी कहाँ मुन्टिनौ? खेतीपाती गर्नु नै खालि बुनै बुन गन के उद्दम पाड्दै छ भाइ। यता हुन हामी गिरिदह जान लाग्छौँ। गिरिदह त्यहाँ वन्यजन्तु स्पेसल छन्, त्यहाँ मारेर लुटुक्कै अद्धा मासु ल्याउने, अद्धा बेच्ने अनि तेरो नाक ठेच्ने, बुझ्यो कि नै? खुडको रोटा गरेर हामी जान लाग्यौँ मिलाइकन। तैँले त्यही सम्झिन्छन् भने त्यही हो त। ए होइन, त्यही भएर माथि अँधन लाया बुन्दुक यतातिर त आहा निकालिदिउँ जस्तो लाग्दैछ। रिस उठाउँछ हेर त, अक्कै शङ्का आउँछ क्या नपर्ने सम्झाउनु त। मेरो अलि भाषा बुझ्दैन। तिम्रो पनि बानी के गतिलो नै अकै जग्गा ओटो क्या न आउनौ त अनि तिमी। ओ ए भाइ किन दालमै खुस खाला है एले पनि बुढी अहिले तेरो नराम्रो चाला है भनि त अहिले। यता सुन त खुरखुर गर्छ त छ नि। छ तर केही गरिकन हुँगुर भेटिएन भने म एकको नाउनु पट्काइदिनु। यस्तो रिस उठाएको छ अहिले, पाइन्छन् भने चाहिँ पाइएन। त्यो भेटिएपछि तँलाई चाहिँ 12 अस्ति पुलिसको फोन आयो मध्यरात। ए भैरे के हो त्यहाँ चाहिँ वन्यजन्तु शिकार गरिरहेछ भन्ने कुरो मैले यस्तरी थर्काएँ नि। हे पारिका अनि सशस्त्र हुन यतातिर थर्काउँ यार। हे पुलिस भइरहेन किन उलिस रातो भाले दिएको पुलिस बुन्ने बित्तिकै लग 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 कामे छ र मेघ आयो। कुरो बुझ, त्यो कुकुरको चिन्ता अध्यक्षिस तैँले ठुलो गरी आएको छ यार। सेल देख्यो भने भाग्ने चाहिँ कुकुर छ, अलिक गतिलो कुकुर लिनु पर्यो क्या। त्यहाँ पनि कुकुर भए त भइयो त। त्यो हुँदैन फिक्स यस्तरी बन्दुक ताकेर सिधै चालोमै हान्ने म सुनेछु। अलिक कुकुरले घेर्ने कुकुर लिनु पर्यो। अब जाउँ। पनि बोलेर अहिलेसम्म के आउनुहुन् बुन खडेरी लागेको। ए रेन्जरहरु कहाँ आउने अन्त त ढिला भइगयो त। बुन मार पर वन्यजन्तु मारिएला नि। त्यही बेला फोन गरे अहिलेसम्म के आउन नि आउनु क्यान आउने भने त क्यान आए त म अहिले यहाँ पर मेरा दियोर र पोइ बुने माथि बुन गया छुन् अनि वन्यजन्तु मान्ने बुन्नन् नापा कार। तिनीहरू मैले अस्ति पनि भनेको थिएँ, उता भेटाएको थिएँ। कहाँ जान लाग्यो भनेर के भनेपछि कस्तुरीहरू मार्नु जान लाग्यो भने यस्तो गर्नुहुन्न। वन फडानी गरिकन हरियो काटिकन यो कस्तुरी मृगहरू आउन छाडिसक्यो, यस्तो गर्नुहुन्न भनेको थिएँ। तिनीहरूले बुन्दै भने तिनीहरू बोलाएर आऊ त। बुने मान्दैनन् भाइ, बुन त जाऊ न आउने अनि ल तिनलाई बोलाएर आउँछ, म सम्झाउँछु। ए ढोका ए पोइ बुने कहाँ मर्यो नि त यी अक्की जोइ ल्याउनु गयो। कहाँ अक्की जोइ बुन्दैन त नि तिमी न बोलाए न हो। गर्लफ्रेन्डले बोलाइन् हैन देउसीखेल्ला आरे पर। तिमी गर्लफ्रेन्डले बोलाइछु न आउने। गर्लफ्रेन्डले गरे हिड अब यार फसाउने त हैन कहिले आके फसाल्ला जाऊ। गर्लफ्रेन्ड होइन गालामा 4 जाम बजाउनु पर्ने भयो। तपाईँहरू भने मान्नुहुन्न। आई बडी बोल्नु न आखनी किल्नु न रहे। नाक हाम्रो कुरा पनि हुन पर्छ। माइक तिम्रो नाखौ नअड्ने त मेरो आउनु अड्ने नै। ए नानी हुना कुरा पहिला आज कालिज पनि भेटिएनन्, कस्तुरी पनि भेटिएनन्। अहिले फेरि झोक नचलाऊ, फेरि ओल्ला गाना हानेर पल्ला गालाबाट सिगन आउने गरिकन। ए सिगन त गालाबाट आउनु नाखाबाट आउँछ होइन, रगत आउने गरिकन हामी पाउले विचार गर।
होइन ल्याइस फेरि हिलो खाएर ठुलो गरिरहेछ यार यो को ल्याइस यहाँ मेरो झोक त ल्याएछ आज यहाँ हुल मान्न पाएन अब यो चाहिँ बग्रेटी मारे होला जस्तो छ को रेन्जर हुन् रेन्जर अहिले बुन नजाऊ हुँदैन खालि बुने जाने घर खेतीपाती गरी खानु नै यस्ता डेन्जर मान्छे अगाडि के यस्ता रेन्जर हामी न केही मतलब छैन रेन्जर के होइन तपाईँहरूले अब जेल लिनुपर्छ 60,000 जरिवाना 3 वर्ष जेल बस्नुपर्छ तपाईँहरूले यो मृग मान्न पाइन्छ मृग कस्तुरी मारेपछि के हुन्छ वन जङ्गल फलान गर्नुभयो तपाईँहरूले आग लागि गरिदिने यस्तो गर्न पाइन्छ 60 आगो लाउने त यही हो पक्का यही हो घोगारोटा खायौँ बज्जै तता हुनु र तता झिस्दै आगो माथि 4-5 खाली पोलिनन् भनेर आगो यही हो झिस्ने आगो झिस्ने यही हो बरु मैले त्यो डाँटे ठाउँमा मारे हौ यहीले बुकुर मारेन भतेडै त्यही हो ज्या मारे पनि अब तपाईँले जानुपर्ने जिपर गाउँ त्यही गएर सब जङ्सन पुलिसले हिँड्नु पर्यो हिँड्नुहोस् त्यस्तो सरी है बाई मिस्टेक भाइ यता गरौँ भने यता त्यस्तो नगर यसो खासा खुसा गरिकन मिलाउँ क्या खबर कति तिर्नुपर्ने 2-4 हजार तिर्नु कहाँ खासा खुसा हुन्छ कानुन तपाईँको हातमा हुन्छ या चेटी एकैट त सिलिकिन मिलिया छ अहिलेसम्म यता हुन कानुन हाम्रो हातमा हुन्न भनेपछि हाम्रो खुट्टामा पनि हुन्न त्यो मार्यो भने फसाइ रडाकीले हामी जोइ पनि कानुनको अगाडि चाहिँ घुना टेकाउने भएन अब टेन्सन भयो म्याडम यसो मिलाउँ के खासा खुसा मिलाउँ नेपालमा मिलाएपछि नहुने के छ मिलाउँ तपाईँ र मेरो बिचको कुरा भए मिल्थ्यो कानुनको कुरा मिल्दैन नेपालमा जसको छ टावर उसकै छ पावर भन्ने कुरो त हुने होला त त्यो पनि भुन के यसो